रिभ्यूमा उत्कृष्ट प्रतिक्रिया पाउन नसकेका चलचित्र जारी 2 र मनमिलाको धन प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेका छन्। उपेन्द्र सुब्बा निर्देशित चलचित्र जारी 2 लाई जारी जस्तो उत्कृष्ट नभएको प्रतिक्रिया आएको थियो, तर पनि चलचित्रले भने राम्रै व्यापार गरिरहेको छ। यता अशोक दर्जीको कथामा निर्माण गरिएको भनिएको चलचित्र मनबिनाको धनले पनि राम्रै सो पाइरहेको छ। निर्देशकीय पक्ष कमजोर आकिएको चलचित्र मनबिनाको धनले पनि दर्शकको राम्रै साथ पाइरहेको छ। प्रस्तुत छ एक रिपोर्ट। कार्तिक 21 गतेबाट प्रदर्शनमा आएका 2 चलचित्र जारी 2 र मनबिनाको धनले नेपाली बक्स अफिसमा सुखद व्यापार गर्दै दोस्रो सातामा प्रवेश गरेका छन्। समीक्षकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाउन नसकेका यी दुवै चलचित्रले बक्स अफिसमा भने सुखद व्यापार गरिराखेका छन्। जारी 2 ले पहिलो सातामा 4 करोड माथिको कमाई गरिसकेको छ। लिम्बू संस्कृति र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा आधारित जारी 2 लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् भने चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, सिर्जना निङलेखु, उपेन्द्र सुब्बा लगायत कलाकारको अभिनय रहेको छ। यता मनमिनाको धनले पनि आजको दिनसम्म 1 करोड 67 लाख माथिको कमाई गरिसकेको निर्देशक टङ्क बुढाथोकीले जानकारी दिएका छन्। पहिलो दिनमा 95 सो पाएको चलचित्रले अहिले भने देशैभर 125 हाराहारीमा सो पाएको छ। चलचित्र मनमिनाको धन अशोक दर्जीको कथामा निर्माण गरिएको चलचित्र हो। चलचित्रमा अशोक दर्जी आफै मुख्य भूमिकामा देखिएका छन् भने सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रविन्द्र झा, शङ्कर श्रेष्ठ, बिना राउत, एआर बुढाथोकी, बाबु पराजुली लगायत कलाकारको अभिनय रहेको छ। टङ्क बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र मनमिनाको धनको कथा टङ्क बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। फिल्मी अड्डा, गसिपदेखि बक्स अफिससम्म।